आज हामीहरू एउटा चिल्ली मिनी मेसिन बनाउने छौँ र त्यो विज्ञानको एक्सपेरिमेन्ट साइन्स एक्सपेरिमेन्ट पनि हो। त्यसलाई हामीहरू आफ्नो घरमा सबैजना आफ्नो घरमा पनि बनाउन सकिन्छ। त्यसमा भन्छ कि तपाईँहरू कि बढी खर्च लाग्छ, बढी खर्च पनि लाग्दैन कि हामीहरू आज कसरी बनाउँछ र चिल्लीलाई काटिन्छ कि काटिँदैन र हामीहरूलाई थाहा छ कि धेरै राम्रोसँग काटिन्छ। हामीहरू आज तपाईँहरूको सामने धेरै राम्रोसँग बनाउनेछ र सबै चिजहरू हेराउनेछौँ। त्यो भिडियो सुरु गर्नुभन्दा पहिला तपाईँहरू लाइक र सब्सक्राइब गर्नु बिर्सनु होला। र हामीहरू भिडियो सुरु गर्न गइरहेको छौँ। ल तिमी आज भाइ सबै सामान लिएर आइज। हामीहरू सबै सामान लिएर आएको छौँ र हामीहरू तपाईँहरू भनेको थियो कि घरमा आफै सबैजनाले बनाउन सकिन्छ आफ्नो घरमा र यसमा बढी खर्च पनि लाग्दैन। त हामीहरू सबै चिज के लिएर आएको छौँ र कुन चिजको कति मूल्य छ सबै कुरा भन्ने छ र कसरी बनाउने छ सबै कुरा हेराउने छ। त सबैको लागि हेर्नु होला। के छ भाइ? केक, ब्लेड, मोटर, एउटा मोटर, एउटा टेवा। यिनीहरू त तपाईँहरूको थाहै हुन्छ कि एउटा फेभिक्विक त कता पनि मिल्छ र एउटा ब्लेड डिबा त सबैको घरमा हुन्छ र एउटा मेन कुरा छ कि गियर हामीहरूलाई भेट्छ सबैको घरमा हुन्छ कतै न कतै एउटा खेलौनाहरूमा हामीहरू निकालेको छौँ। एउटा चार्जर छ। चार्जर त तपाईँहरू फेरि नट्राई गर्नु होला कि हामीहरू लाइनमा दिएर फेरि चलाउँछ त तपाईँहरू लाइनमा नट्राई गर्नु होला कि हामीहरू चार्जर युज गर्छौँ। किनभने डाइरेक्ट लाइनमा चल्दैन, यो जान पनि जान सक्छ। तपाईँहरू थाहै छ कि लाइन के चिज हो। लाइन आफ्नो पितालाई पनि चिनिँदैन। त्यतिकैमा अब हामीहरू हेराउँछौँ कि कसरी बनाउँछ। हेरौँ। यो डिबाको बिर्कोमा यो मोटरको मुख हटाउने गरी होल गर्नुपर्छ र राम्रोसँग यसलाई हटाएर टाँच्नुपर्छ। त अब टाँच्छौँ। ल त्यो टाँच्ने कुरा आउँछ। पहिला यसमा होल गर्नु राम्रोसँग हुन्छ कि एउटा बिर्कोमा छेद भयो र यो मोटर राम्रोसँग बसिरहेको पनि छ र एउटा यसमा अरू बिर्कोमा अरू एउटा होल बनाउनु पर्छ र एउटा होल बनाइसकेको छ र दुईवटा होल बनाउनु पर्छ र एउटा बनाउनै छ। ल बनाऊ। हुन्छ कि हामीहरू यो बिर्कोमा दुईवटा होल गरिसकेको छौँ र अब मोटरलाई यसमा राम्रोसँग टाँच्ने छौँ। र हेरौँ, दिनुहोस् त यसमा गम दिनु त भाइ। यो भित्तामा राम्रोसँग अब हेर्न सक्नुहुन्छ कि हाम्रो सटाइसकेको छौँ। हामीहरूले साटियो धेरै राम्रोसँग सटाएको पनि छ। भइहाल्यो बढी नदिनु फेरि गडबड हुन्छ। अन्त हामीहरूलाई साटिसक्यो। धेरै राम्रोसँग यो भइहाल्यो। र यसमा अब गियर कता गयो दिनुहोस् त भाइ। यसमा लगाएको टिप लिएर राम्रोसँग साट्यो। गियर पनि राम्रोसँग हेर्न सक्नुहुन्छ कि कति राम्रोसँग फसाएको छौँ। फसाएको यो दिएको थियो पेपर कि मोटरका बाहिरमा गम नजाओस् र बाहिरमा दियो र राम्ररीसँग फसिहालेको छ। र ब्लेड कता गयो भाइ? ब्लेड दुख्छ र ब्लेडलाई हामीहरू हेर्न सक्नुहुन्छ कसरी तोडिन्छौँ र तोडेर राम्रोसँग फसाइन्छौँ। यो खासमा दिनु कि हामीहरूको मसिन एकदम रेडी भएको छ र हामीहरूले अब ट्राई गर्न गइरहेको छ कि यो मसिनो टुक्रामा चिल्लीलाई काट्छ कि काट्दैन। र तपाईँहरूलाई म पहिला पनि भनिसकेको थियो कि तपाईँहरू लाइनमा डाइरेक्ट प्रयोग नगर्ने, किनभने लाइनलाई त तपाईँहरूको थाहै छ आफ्नो बुबालाई पनि चिन्दैन, जान पनि लिन सक्छ। त्यसैले हामीहरूले लाइनमा त प्रयोग गरेको छ तर चार्जर युज गरेको छु। हेरौँ हामीहरूले यसमा राम्रोसँग ढाक्क लगाउने
लगाऊ भाइ चार्जर हेर्न सक्नुहुन्छ तपाईँहरू के त हामीहरू चार्जर लिएको छौँ चार्जर प्रयोग गरेको छौँ अब चलाउँछौँ यसलाई सावधानी पनि अप्नाउनुपर्छ कि यो धेरै खतरनाक हुन्छ यसमा बुलेट लागेको छ बुलेट उड्न पनि सक्छ त्यसैले तपाईँहरू टाढा बस्नु टाढा अलिक टाढा हामीहरू हेर्न सक्नुहुन्छ मिर्ची कति राम्रो मिर्ची छ र कति ठुलो छ हामीहरू यसलाई काट्नु हेर्न सक्नुहुन्छ कि तपाईँहरू कसरी काट्यो र सबै हामीहरूले सबै मिर्चीलाई काट्नेछौँ यसरी हेरियो तपाईँहरूले कसरी काट्छ कसरी मसिलो टेलामा कस्तो राम्रोसँग काटिरहेको छ सबैलाई यसरी नै हामी काट्छौँ कति राम्रोसँग काटिन्छ र यता पनि टिटिसकेको छ त्यसैले हात घोसाल्नु पर्दैन कति राम्रोसँग काटेर कस्तो काटिरहेको छ अब देखाउँछु तपाईँहरू लाइन काटियो काटिदिनु अहिले नसक्नुहुन्छ हेर्नु कति राम्रोसँग काटेको छ कति मसिलो टुक्रामा कति छिटो धेरै छिटो कम समय पनि हुने र कति राम्रोसँग काटेको र यसमा प्याजहरू पनि काट्न सकिन्छ र मिर्ची काट्नको लागि हामीहरू खास गरेर बनाएको छ र मिर्ची हेर्न सक्नुहुन्छ कति राम्रो कति हेर्नु त पिसिसकेको छ पिसिसकेको त राम्रोसँग छैन र कति राम्रोसँग हेर्न सक्नुहुन्छ त्यसमा धेरै मिर्ची काट्न सक्नुहुन्छ एकैचोटिमा एक डिबा पनि काट्न सक्नुहुन्छ देख्नु कति राम्रो स्लाइसमा काटेको कति मसिलो तपाईँहरूलाई राम्रो लाग्यो यो तपाईँहरू पनि बनाउन सकिन्छ हेर्न सक्नुहुन्छ हामीहरूको मसिन बनेर रेडी भइसकेको छ र तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो भनेर यो मसिन राम्रो लाग्यो भने तपाईँहरू आफ्नो घरमा आफैले बनाउन सक्नुहुन्छ र यो भिडियो राम्रो लाग्यो भने यस भिडियोलाई लाइक र सब्सक्राइब गरिदिनु होला र अर्को भिडियो यो भिडियोभन्दा पनि राम्रो र रमाइलो लिएर आउने नै छु तबसम्म यतिकै